ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर 6 सिद्धिपुरको आयोजनामा नगरस्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रतियोगिताको उपाधि इमाडोल युवा क्लब वडा नम्बर 2 ले उचालेको छ। प्रतियोगितामा जेवाइसी वडा 5, भीमेश्वर सेवा समाज वडा 3, टिकेश्वर युवा वडा 5, वडा 2 एफसी, श्री छत्रपाल महाभैरव वडा 8, हेमरिक स्पोर्ट्स एकाडेमी वडा 4, द इभेन्ट ल्याब वडा 6, विनायक एफसी वडा 7, सेप नेपाल एफसी वडा 9, थसी एससी वडा 6, इमाडोल युनिटी क्लब वडा 1, महालक्ष्मी 7A, घिमिरेथोक एफसी वडा 9, लाकुरी एफसी वडा 10, कागेश्वरी एफसी वडा 10 र इमाडोल एफसी वडा 2 गरी नगरभित्रका 16 टिमको सहभागिता रहेको थियो। विजेता इमाडोल एफसीले 50,000 नगद ट्रफी र मेडलहरू प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको टिकेश्वर युवा क्लबले 20,000 पुरस्कार हात पार्न सफल भएको छ। प्रतियोगिताको टप स्कोरर इमाडोल वाइसीका नैऋत्य गौतम बन्न सफल भए। गोलकिपर क्षितिज सुवेदी बन्न सफल भए। ओडाको आर्थिक वर्ष 2082 को ओडागत सामाजिक विकासको स्वीकृति योजना खेलकुद कार्यक्रम सञ्चालन, सामग्री हस्तान्तरण तथा खेलकुद प्रवर्धन तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिका 6 वडा कार्यालय सिद्धिपुरको आयोजना र द इभेन्ट ल्याबको सहकार्यमा प्रतियोगिता भएको थियो। समग्रमा महालक्ष्मी नगरपालिका भित्र खेलकुदको विकास, प्रतिभाशाली खेलाडीको पहिचान, खेल प्रेमीहरूलाई थप प्रोत्साहन र खेलकुदको प्रवर्धनको निमित्त नगर स्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष धर्ममर्जनले जानकारी दिनुभयो। आगामी वर्ष पनि खेलकुद कार्यक्रमलाई निरन्तरता दिने बताउँदै खेल मर्यादित र शान्तिपूर्ण बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। खेलकुद भन्ने बित्तिकै स्वस्थ रहनको लागि खेल्ने मात्र नभइकन खेलाडीहरूलाई अनुशासित, जिम्मेवारी र मान प्रतिष्ठाको लागि पनि यो खेलिने खेल भएको हुनाले आज सहभागी टिमहरू, सम्पूर्ण टिमहरू आफ्नो मेहनतका साथ, आफ्नो जुन धैर्यका साथ जुन आज एक दिने खेल खेलिदिनु भयो त्यसको लागि पनि मुरी धन्यवाद दिन चाहन्छु। र हामीले यो खेल स्पेसली व्यक्तिको मात्र नभइकन आफ्नो परिवार, आफ्नो नगर वडाको मान सम्मान र प्रतिष्ठा बनाउने भएको कारणले गर्दाखेरि जुन यो खेलकुद हामीले सम्पूर्ण खेलाडीहरूलाई प्रोत्साहनको लागि यो हामीले आयोजना गरेको हो। यस्तै विशेष अतिथि तथा नगर उपप्रमुख लक्ष्मी महर्जनले अब नगरपालिकाले हरेक वडामा यस्ता खेलकुद कार्यक्रम सञ्चालनका लागि उपयुक्त बजेट व्यवस्थापन गर्ने बताउनुभयो। हामीले आउने बजेटमा अब बजेट बनाउने समय पनि भइरहेको छ। यसपालि बढी बजेट हामी खेलकुदलाई छुट्याउँछौँ। प्रत्येक वडामा खेलकुदमा खेलाडीहरूलाई प्रोत्साहन र नयाँ खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथै हामी महालक्ष्मी नगरपालिकालाई चिनाउने खेलाडीले विश्वलाई चिनाउन सकोस् भन्ने उद्देश्यका साथै बजेटहरू विनियोजित गर्छ। एक दिन चलेको प्रतियोगिता सिद्धिपुरकै रोयल फ्रेन्ड्स स्पोर्ट्स सेन्टरमा भएको थियो। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, खेलाडी र खेलकुद प्रेमीदेखि राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो। ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर